ल भनिदेऊ त कस्तो लाग्यो मेरो कार छिटो भनिदेऊ यहाँ टिकटकमा हाँ जेस भन न कस्तो लाग्यो मेरो गाडी राम्रो छ कि छैन एकदम राम्रो हनी लाग्यो गाडी कस्तो के जस्तो लाग्यो मेरो कार सुप्रा सुपर कार जस्तो अनि के चाहिँ किन चाहिँ त्यस्तो लाग्यो भन त पछाडिको यो त्यसले गर्दा अगाडिको लुक्स लुक्स दामी छ ऊ त्यस्तो अहिलेसम्म देखाएनौ तिमीले अब ल है मिलन कार वास सेन्टरमा आउनु होला तपाईहरु पनि भाइले चाहिँ एकदम मजाले राम्रोसँग चाहिँ सफा गरिदिनुहुन्छ भाइको घर कहाँ नि दुम्सी चौर हो ए ल ल कति वर्ष भयो त नि तिम्रो इन्टरभ्यू लिन हो ल ल भाइको कार हो मिलन भेनाको को नि हजुर को पर्ने हो नि हजुर के दिदी हो ए दामी टल्के भाइ चिठी च्याट्ट पार्नु पऱ्यो है भाइ माखा पनि चिप्लिनु पऱ्यो क्या यहाँ बस्दाखेरि माखाले पनि बस्नलाई आँट गर्नु भएन भिजेको भित्रबाट पनि पुस्नुपर्छ कि भाइ त्यो भित्रकोबाट फोहोर आए जस्तो लाग्यो मलाई ऊ त्यो सिसामा ओ